आज हामी दुईजना चाहिँ बल्ल बल्ल सल्लाह गरेर एन्जिला मुभी हेर्न जाँदैछौँ। सो यो चाहिँ डिम्याक्स सिनेमा हल हो। त्यसको अपोजिट हाम्रो सेवारो कम्प्लेक्स जहाँ हाम्रो तुमिरो क्याफे छ र हामी जाँदैछौँ। र हामी चाहिँ फाइनली यहाँ आइसक्यौँ। अब हामी हेर्न जाँदैछौँ। हामीले चाहिँ अडी 1 को टिकट काटेको थियौँ। सो जाँदैछौँ हामी दुईजना। हामीले चाहिँ अन्तिमको सो हेरेर होला लगभग सिटहरू चाहिँ खाली नै थियो। अनि तर पनि एकदमै मजा आएको थियो। शान्त तरिकाले हेर्न पाएको थियौँ। हामी चाहिँ हाम्रो सिट खोज्दैछौँ। सिट पाएर पनि हामी बसिसक्यौँ। र हामीलाई चाहिँ फेरि त्यतिकै बस्न मन पर्दैन। अनि के खाने भन्दा अभियसली पपकर्न एन्ड चिसो पानी खानु पर्छ भनेर चाहिँ हामी दुईजना सल्लाह गरेर चाहिँ ल्याउन गयौँ हामी। सबैजनाले आफ्नो लागि आफ्नो पपकर्न किन्दै हुनुहुन्थ्यो र हामीले पनि त्यही बिचमा फोटो पनि खिच्यौँ। पानी र ग्लोभ्स मैले बोकेको छु, उहाँले चाहिँ पपकर्न बोक्नु भएको छ। अनि हामी गयौँ फेरि। अब चाहिँ मुभी सुरु भयो। यो सिनमा चाहिँ झन् एकदमै गाह्रो भएको थियो है मलाई पनि। सो आँखाभरि आँसु पार्दै पुस्दै भए पनि हेर्ने प्रयास गर्दै थिएँ। र यति बेला चाहिँ एकदमै अवस्था नाजुक बनाएर बसेको थिएँ म चाहिँ। र उहाँले पनि उहाँको पनि एकदमै मन छोएको थियो, आँखा पनि रसाएको थियो। तर पनि यति बेला चाहिँ उहाँले मलाई खिचाइराख्नु भएको थियो। अनि यतिकैमा हामी मुभी हेरेर सकेर निस्क्यौँ। थ्याङ्क यू फर वाचिङ। तैँले धेरै गर्नु छ छोरी। हार्न फर्किन गएको होइन। त फर्किन्छस् तर जितेर मात्रै फर्किन्छस्। यो छोरी मान्छेमा यसले गर्न सक्दैन भन्थ्यो नि, तिनीहरूको मुख बन्द गर्नुपर्छ तैँले।